मलाई सब मन पर्छ, फटा काम गरेको फिटिकै मन पर्दैन। त्यही तँलाई फिटिकै मन नपरे भएर त म उँभो लाग्न नसके। हेर पुतली, अलिकति फटाइ नगरिकन मान्छेहरू कहिले उँभो लाग्न सक्दैन। अब मैले फटाइ गरे तँलाई मनै पर्दैन, अनि म कसरी उँभो लागम त नि? गाह्रो छ हौ मलाई। ओहो, पक्कै पनि यो मनराज दाजु मैले दसैँमा ल्याएको 50,000 माग्न आएको जस्तो छ। ओइ पुतली, उतै हेर त मनराज दाजु यतै आइरहेछन् है। मनराज दाजुले भरबेटी खै भनेर सोध्यो भने घरमा हुनुहुन्न लासा जानुभएको छ भन्दै, फेरि झुकेर घरमै हुनुहुन्छ लासा जानुभएको छैन भन्ने छु। होइन यसरी कति दिन लुकेर पुग्ने हो कुन्नी, रिस उठ्नी। पुतली खै त भरबटे? खै मनराज दाइ हिजोदेखि घरमै आएको छैन। ए घरमै आएको छैन? पुतली तिमी त्यो भरबटेसँग के देखेर पहिला आएको क्या? जे परे पर्छ, भरबटे घर नभएको मौकामा तिमी र म पहिलो भागौँ। म तिमीलाई रानी बनाएर राख्छु। के गरे मनराज दाइ? के गरेको बनायो? छोड्नुस् भनेको। छोड भने। भरबटे घर नभएको मौकामा म तिमीलाई आफू बनाएरै छोड्छु। छोड भनेको। छोड भने। ओइ मने राक्षस, अहिले म नभएको मौका छोपेर मेरो बुढीले हातपात गर्ने आँट कसरी गरिस्? आज तँलाई म मारिदिन्छु, तँलाई म छोड्दैन। बाहिर आइस होइन? मेरो ऋण तिर्नुपर्छ भनेर मलाई देखेर भित्र लुकेर बस्ने होइन त? त्यही तँलाई बाहिर निकाल्नलाई यो सब नाटक गरेको मैले। ल खुर्क मेरो 50,000 ऋण तिर। ए मेरो भगवान, त्यसो नभन्नुहोस् न। भगवानले भक्तसँग कहिले 50,000 माग्छ? उल्टो दिन्छ नि। चुपला, मलाई भगवान भनेर मक्ख नपार। कि मेरो 50,000 ऋण तिर कि एउटी राम्री केटी खोजेर मेरो बिहे गरिदिए। हे भगवान, अघि मेरो 50,000 को सट्टा एउटा केटी खोजेर बिहे गर्दै भन्नु पर्दैन? यत्रो नाटक गर्नुपर्छ? ल मेरो भगवानको लागि एउटा केटी खोजेर बिहे गरिदिने भए मैले। कहिले गरिदिन्छस्? मलाई त आजै चाहिन्छ। तपाईँलाई आजै चाहिन्छ भने आजै बिहे गरिदिन्छु नि। बरु हिँड्नुहोस्, मैले एउटा केटी चिनेको छु, त्यो केटीलाई कुरो मिलाएर हात माग्न जाउँ। ल हिँड्न त जाउँ नि त। ए साँच्चै पुतली, त बस्दै गर, म मेरो भगवानको बिहेको लागि केटीको हात माग्न जान्छु। यसरी हो क्या तिर्दै नतिर्दिन चुक्ता गर्ने भनेको? कुरो बुझ्दैन मरि। ल बस भगवान, जाउँ। अब यिनले मनराज दाइको ऋण चुक्ता गर्ने बाहनामा कस्तो केटी मिलाइदिने हुन्? जस्तो केटी मिलाइदिए पनि तपाईँलाई माया गर्ने, तपाईँको दुःख पीडा बुझ्ने केटी मिलाइदिए भएन भने? माया र दुःख पीडा बुझ्ने केटी मात्रै होइन, अनुहार पनि राम्री भएको केटी चाहिँ मिलाइदिनु पर्यो। फेरिका अनुहार मात्रै होइन, सबै राम्री भएको केटी मिलाइदिन्छु क्या। तपाईँ ढुक्क हुनुहोस् न। मेरो भगवानलाई के म जस्तो पाएँ त्यस्तो केटी भिडाइदिउँला त? कस्तो कुरा गर्नुहुन्छ? हिँड्नुहोस्। ओ दाजु मनराज, मैले तपाईँलाई मिलाइदिने भने केटी नि यही हो। कस्तो लाग्यो के? राम्री छैन?